आजको ब्लग चाहिँ मैले बिहानैबाट सुरु गरेकी छु। सो हे गाइस, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को एउटा ब्लगमा। र आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर, र म पनि सन्चै छु। र आज चाहिँ मैले बहुत दिनको बादमा भिडियो बनाउँदैछु र भिडियो बनाउन पनि बिर्से जस्तै भइसक्यो गाइस, किनकि बहुत दिन भयो मैले यसरी भिडियोहरू बनाएकै थिइनँ। र आज चाहिँ बिहान बिहानै मलाई भिडियो बनाउने जोस चढेको थियो, त्यही लागि मैले चाहिँ बिहानैबाट भिडियो सुरु गरेकी थिएँ। र अहिले चाहिँ मैले बिहानै नुहाइधुवाइहरू गरेर, बिहानको काम त यही त हो हामी सबैको होइन। र अहिले चाहिँ यता ब्रेकफास्ट गर्दैछु र ब्रेकफास्टमा चाहिँ आज मेरो यस्तै चानाहरू। म चाहिँ बिहान यस्तै हल्का ब्रेकफास्ट गर्छु र एकछिनमै अब खाना बनाउने टाइम पनि भइहाल्छ, त्यही लागि म चाहिँ बेसी हेभी ब्रेकफास्ट गर्दिनँ। र हजुरहरूले के ब्रेकफास्ट गर्नुभयो भन्नु होला कमेन्टमा। र गाइस यता चाहिँ फेरि म यता माछा सफा गर्दैछु र यो माछा चाहिँ कसलाई कसलाई मनपर्छ भन्नु होला। यो चाहिँ मुवा माछा अरे, यो चाहिँ लोकल माछा। हामीको यहाँ चाहिँ लोकल भनेको केही नै पाइँदैन, लोकल मुर्गी लोकल माछा। र आज चाहिँ हस्बेन्डले भेटेर ल्याउनु भएछ र म चाहिँ कहिले यसरी माछाहरू सफा गरी पाएकै थिइनँ। अब मम्मीहरूले गर्नुहुन्थ्यो अनि यहाँ त गर्नै पर्यो, त्यही लागि मैले चाहिँ यता माछा सफा गर्दै थिएँ र उता हस्बेन्डले चाहिँ अर्को माछा पनि ल्याउनु भएको थियो, त्यही पकाउनु हुँदै थियो। र दुईजनाले गर्दा छिट्टो हुन्छ भनेर उता चाहिँ हस्बेन्डले पकाइसक्नु भयो। त्यसको बादमा यता फेरि मैले माछा सफा गरिओरि यता फ्राई गरिसकेँ। अब चाहिँ हामीको खाना खाने टाइम पनि भयो र यता चाहिँ आज चाहिँ थियो मुवा माछा, त्यहाँबाट यो अर्को के चन्दा माछा, दाल, सलाद यस्तै थियो। र आज चाहिँ हामीले घरबाट आएदेखि लोकल माछा खाना पायौँ गाइस, बहुत खुसी लाग्यो। त्यहाँपछि चाहिँ म दिउँसो सुतेर उठेर यता नरिवल पानी खाँदै थिएँ र यो नरिवल पानी चाहिँ मेरो एकदम फेभ हो। र हामीकोतिर चाहिँ गर्मी पनि एकदम ज्यादा छ र तपाईँहरूकोतिर कस्तो छ भन्नु होला। र अहिले चाहिँ हामीहरू इभिनिङ वकको लागि बाहिर एकछिन निस्केका र दिनभरि चाहिँ बहुत गर्मी हुन्छ यता, र साँझमा चाहिँ हामी यसरी इभिनिङ वक गर्न निस्किन्छौँ। अब साँझमा चाहिँ बहुतै ठन्डा ठन्डा हावा लाग्छ नि त, राम्रो लाग्छ अनि सबैजना यसरी हिँड्नु पनि हुन्छ। र यता चाहिँ हुन् मेरा साथीहरू, म चाहिँ उनीहरूलाई भन्दै थिएँ आजबाट म भिडियो बनाउँदैछु भनेर, अनि उनीहरू पनि हाँस्दै थियो, मलाई पनि हाँसी उठ्दै थियो। यो चाहिँ शिवजीको मन्दिर हो र हामीको क्वार्टरकै भित्र छ। सो हुन्छ त गाइज, आजको लागि यति नै, भेट्नेछु नेक्स्ट भिडियोमा। बाई बाई।